ल है ल ह्याप्पी होली गाइस एकदम रमाइलो रमाइलो खै त जा रोरी चुके haram dia mau udah pengar. So guys, एकदम उडुम भइराछ यहाँ. Guys, welcome to my under vlog. फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा. अनि अरे शिवरात्रि भन्न लाग्छ. ह्याप्पी होली गाइस सबलाई गाइस त्यही हो. आज चाहिँ होली हो एकदम रमाइलो हुन्छ होला. हामी लुकुमतिर जान लाग्छौं. हेरौँ के हुन्छ अब. हामी यहाँ देखि लगभग रेडी भइसक्यो. अनि यहाँ कोइले कलर किनिराछौं. कलर किनिराछन् गाइस. कलर है. त्यही हो कलर. यहाँ चाहिँ कलर किनिरहेछन्. मनी किन्नु पर्ने हुन्छ गाइस. अब हामी यहाँदेखि निस्किन्छौँ होला सिधै. अनि हाम्रो कोको हाम्रो कोको त्यहाँ छ. आयो कोकोलाई नि ह्याप्पी होली गाइस. त्यही हो अब हामी यहाँदेखि निस्किसक्यौँ. अनि हेरौँ अरू के हुन्छ त्यो चाहिँ देख्न सक्नुहुन्छ. अहिले हामी यहाँ चाहिँ फर्ममा छौँ. पुरै निस्किनलाई रेडी छौँ गाइस. चकचकाचक भइसक्यौँ. हाम्रो युद्ध दाइ नै आउनुभयो लाएर. खै कलर सालीलाई लाउनु पर्यो त्यहाँ. खै तपाईँ दाइको साली हो. दाइ यहाँ हुनुहुन्छ अनि दाइको साली त्यहाँ है. साली भेनाको भेट भयो. ल केही हुन्छ होला जस्तो लागिरहेछ अब. गुलाल हो कि के हो मक्खन रे अब. सो गाइस चाहिँ हो अब यहाँदेखि हामी निस्किन्छौँ. अरू जे हुन्छ त्यो चाहिँ देखाइदिउँला तपाईँहरूलाई. अन द वेमा छौँ हामी. हेरौँ के हुन्छ. बाइकहरू त्यहाँ पोजिसनमै छन् गाइस. मैले चाहिँ मोबिल हालेको. अब यहाँदेखि निस्किनु पर्ने हुन्छ हामी. अरू देखाइदिउँला गाइस. त्यही हो अरू त के भन्नु र. त्यस्तै छ. सबलाई फेरि पनि गाइस कस्तो के भयो कमेन्टमा भनिदिनु होला. एकदम रमाइलो भइरहेको छु लाएर. ह्याप्पी होली जहिले के रे. ओ ह्याप्पी होली ओहो. ठीक है हाई जाए के हाई जाए के हो नंग मन आँखो बाटे हाई जाए के दे हाई जाए के ओहो हाई जाए तिनके दे काट्छ भाइहरु बाङ्ग्रेहरु दुईजना बाङ्ग्रेहरु अनि बाङ्ग्रेहरुसँग तीनवटा बाइक गइसक्यो काम छ हामी त बिन्दास पाराले जाने हो गाइस हामी चाहिँ खामाङ बगर आइसक्यौं अनि धेरै रमाइलो भयो धुलो उड्यो धेरै गाइस आज चाहिँ होली हो त्यस्तो रमाइलो पनि छैन अहिले माथितिर रमाइलो हुन्छ होला लुकुमतिर अनि हाम्रो यो एमटी को चाहिँ क्लच तार चुड्डेछ गाइस यसको क्लच तार चुड्डेर अलि धोका दियो योले चाहिँ हेरौँ के हुन्छ भन्छ कि नै सो गाइस त्यही हो अब हामी यहाँदेखि सिधै लुकुम जान्छौँ क्लच तार बन्ने बित्तिकै धेरै आछन् यार कतिजना हो कतिजना थाहै भएन गाइस अनि अरू त के भन्नु गाइस त्यस्तै छ नौलो केही छैन आज होली हो सबलाई ह्याप्पी होली गाइस के भन्नु र अरू त सो गाइस एमटी को चुड्डेको क्लच तार हो गाइस यहाँ कहाँदेखि जोडेको हुने रहेछ बुलेट पट्क्यो त्यही हो यहाँदेखि चुड्डे थियो गाइस यस्तो भएको छ यो चाहिँ पुरै गएको छ गाइस त्यही हो सब फर्ममै छन् आज होली भएर होला सायद अरू रमाइलो होला जस्तो छ है त गाइस आज हेरौँ के हुन्छ जानी जान सकिन्छ अनुसार लाएर पट्किरहेको छ है यो जिक्सर्ने विले हान्न खोजिरहेछन् के ल
सो गाइस त्यही हो अब हामी यहाँदेखि चाहिँ माथि जान्छौँ कोहीले धक्का स्टार्ट हानिरहेछन् भने कोहीले चाहिँ पड्काउँदै लगिरहेछन् त्यही हो गाइस अरू के भन्नु यस्तै छ केही छैन एकदम रमाइलो भइरहेको हाम्रो ग्रुपमा चाहिँ अलि एनसी र अनि सबले कलर लगाउने मान्छे भनेको यही हो है हाँसिरहेको छ यो मुस्कानमा केही रहस्य त छ अरे अझ अनि हाम्रो दाइको क्लस्टार चुड्डेर टेन्सन छ हाम्रो दाइलाई सो गाइस त्यही हो अब हामी यहाँदेखि चाहिँ माथि जानुपर्ने हुन्छ बाइक सो गाइस हाम्रो चाहिँ यहाँ क्लस्टार चाहिँ जुगाडमा भइरहेछ हेरौँ कतिसम्मको काम गर्ने रहेछ कति हो नि यसको प्राइस मिलाएर हो सस्तै होला जुगाडमा भनेपछि रे अझ त्यही गाइस हाम्रो यहाँ जुगाड भइरहेछ अहिले हेरौँ के हुन्छ अरू गाइस हामी चाहिँ यहाँ खाबाङ बगरमा बसेछौँ स्केट नि खेल्न सकिरहेको छैन यहाँ अथो दाई अनि यहाँ हाम्रो चाहिँ जमगढ दाई हुनुहुन्छ अनि यता हाम्रो गाइसहरू चाहिँ यहाँ भेटेको हो उनीहरूलाई चाहिँ के गर्नु र हामी चाहिँ सँगै आदिम गाइस अलि नमजा लगाइरहेछ यसो एक दुई पेक खान पो मन लागिरहेछ के हो खाइदिउँ रे अझ गाइस त्यही हो अब हामी के हुन्छ अब एकछिन बस्छौँ होला त्यहाँदेखि के हुन्छ अरू देखाइदिउँ न एड्स गाइस त्यही हो अब हामी अरू हेर्दै जाऊँ गाइस स्केट खेलिरहेको छ नि भित्र एउटा चाहिँ निस्केर आइरहेछ त्यहाँदेखि एउटा निस्केर आइरहेछ पसिनाहरू पुस्दै सो गाइस त्यही हो अब हेरौँ के हुन्छ अरू हेर्दै जाऊँ हामी बसेछौँ है त पोजिसनमै हो जहाँ जानलाई नि रेडी छौँ हामी नम्बर Haram dia mau usah pengar. Haleluya. Air that's gay. So guys, एकदम उडुम भइरहेछ यहाँ. Oh, hai. Baik guse udah. कलर सक्यो कलर रख्या मरो कलर नि सक्यो गाइस अब केक छैन खै दाइको ज्याकेट ठिक छ ल भोलि चाहिँ उडुम भयो है भोलि चाहिँ उडुम भयो
राम जय जय है ओए ओए रोना सक्यो के 200 को किनेको खै त काका सक्यो सब सक्यो के आयो यो पाचिन के जिन मनि हाडे गरबाङ आइपुग्यौँ है हामी चाहिँ ठाउँ चाहिँ अति राम्रो अति सुन्दर हो अगाडि जा हो आमा भ्यू नै राम्रो अति सुन्दर यार हामी चाहिँ यहाँ हनुमान मुखे बनाएको छ मलाई चाहिँ हनुमान मुखे ओप्टी भाइ ओप्टी भ्लग्स अब चाहिँ लुकुम पुग्न लगभग 3-4 मिनट जति छ होला त्यस्तै स्पिडमा गयो भने हामी चाहिँ स्पिड पनि जाँदैनौँ दुर्घटनाग्रस्त क्षेत्र भन्ने मूल नाराका साथ ट्राफिक नियमको पालना गरौँ भन्ने मूल नाराका साथ हामी चाहिँ बिस्तारै जाने हो स्पिडले किन जानु पर्यो र बिस्तारै गएपछि आफूलाई नि सुरक्षित आफ्नो बाइकको क्षति नाश हुँदैन किन स्पिड जानु पर्यो बिस्तारै गएर पुग्ने ठाउँ हो स्पिड गएर थाहा पुग्ने ठाउँ हो स्पिड गएपछि एक्सिडेन्ट हुन सक्छ भन्न सकिँदैन बिस्तारै गएपछि त अब आनन्दले पुग्ने हो आज चाहिँ रमाइलो गर्दै हाल्नु ओ यारो खमै ए खेपार होली टिम अर्को होली टिम चाहिँ ऊ यहाँ आमा होली टिम हो उनीहरूलाई पनि रमाइलो छ बवाल हौ घर चाहिँ बवाल भन्नु लाग्छ यार मोटा कार्यालय यस्तो बवाल हामी चाहिँ फाइनल्ली लुकुम आइसक्यौँ लुकुम आइपुग्यौँ हो रोक्यो 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 रमाइलै हो त बाँड्के नाङ्गुन बानेर होली होली यतिको रमाइलो भएन भने के को होली मनाउने हो र हो ल होली भनेपछि यतिको रमाइलो चाहिँ हुनुपर्छ क्या उता त्यहाँ चाहिँ खेडाखेड ओ ढुङ्गाले नानो ढुङ्गाले आमामा कत्रो ढुङ्गाले हाने हो र पाङ्ग्रेको टाको त झन्डै फुट्यो नि आमामा ढुङ्गाले मारे यार होलीको माचिन होलीको यति रौनक चाहिँ हुनैपर्छ कि यति भएन भने के को होली मान्नु होइन हामी चाहिँ लुकुम आइपुग्यौँ ओ नसुरा चिकाइहाल ढलै सिर्नेर होगा नो खाली उर्छ काजी होगा बान्के जुरे जम्ने चाहिँ आउँछ नङ्ला चाहिँ कैछ नि यारको माथि फोटो खिच्दैछ सबभन्दा भाइरल भनेको हिले बनायो यो रुखले सिउ के भन्छन् त्यसलाई चाहिँ घर चाहिँ बवाल बनाएको छ अर्को त्यो हामी चाहिँ लुकुम आइपुग्यौँ ट्राफिक दाइ चाहिँ छ होला यहाँ पनि ट्राफिक पुलिस चाहिँ तर हामी त आउनेवाला छैनौँ जति पुलिस भयो नि सुलिस भयो नि यत्रै त आउँदैनौँ हामीसँग सब डकुमेन्ट छ सब माल सामान छ ट्राफिक आइसक्यो हामीसँग जति चेकपोस्ट भयो नि जति ट्राफिक भयो नि हामीसँग त सबै छ माल सामान सब छ डकुमेन्ट पनि छ डकुमेन्ट भएपछि त चेक पनि नहुँदो रहेछ
हामीसँग डकुमेन्ट छ चेक पनि हुँदैन हो टरुनीहरू यार रोक यहाँ ल लगाइदियो अझै छ यहाँ कलर ए लाम न थोरै हेप्पी तिहार ए हेप्पी तिहार रे तेरी यार होइन मेरो जिब्रो आज के खै हेप्पी होली नानी ए तेरी सिन्दुराल दियो क्या भाइले ल जाम नानी तिमी त बुहारी भइगयो जाम है अब तिमीलाई सिन्दुर हालिसके यतिको गरेपछि त अब घर चाहिँ लाग्नु पर्यो लुकुम गाउँ यो टावरमा पनि पुरुम एक बाटी बा स्केट घेरेस न ओल टनल ज्याक्रो टावरमा हुन्छ नि 1-2 वटा जाम त्यसो भए जाम जान लागे छ र हामी फेरि टावर जाम ल आयो हेप्पी तिहार गारका कुकुर तिहार गार्ने हामी केटाले ल्यायो फेरि क्लास लुसी से ओरो हामी चाहिँ अब टावरतिर जान लाग्छौँ एकछिन टावरतिरको रौनक खेरौँ एकछिन लुकुममा त खासै रमाइलो रहन्छ कोही पनि छैनन् मान्छेहरू आजभोलि खासै रमाइलो नहुँदो रहेछ पहिले चाहिँ हामी आउने बेला गाउँमै बसेको थियौँ र अलिअलि रमाइलो भएको थियो अहिले चाहिँ यो साल चाहिँ रमाइलो छैन मान्छेहरू पनि छैनन् यार सब कता गए रमाइलोको नाममा सुक्खो भुट्लो भाङ जिरो छ अब टावरतिर गएछन् कि हेरौँ आइमाइले लाएको मात्रै लाउने हाम्रो नलाउने भन्छ यार पाङ्ग्रेल त पुलिस लायो भने आमा पुलिसले फेरि के भन्छ छोत्रा आइमाइहरू भने ए बाजो बाइकहरू यहाँ छ हामी यहाँ छौँ गाइस तातिरहेको छ माहौल रमाइलो भइरहेको छ आजको दिनसम्म चाहिँ यस्तै हो के हुन्छ अरू हेर्दै गाइस के गर्नु त्यस्तै हामी टावरमा छौँ यहाँ लुकुमको अनि यहाँ चाहिँ फोटोसुट भइरहेको छ कि क्या हो जाम छ रे छ भने जाम न सो गाइस यहाँ चाहिँ के हो सुटिङ प्लेस हो है गाइस यो चाहिँ सुटिङ प्लेस हो ngaarka फेरि सो फोङ आगा मारो म फोङ जय किजम के रहन्छ न फेरि हो ओए बबालमा रहन्छ सो गाइस अब हामी यहाँदेखि निस्किसक्यो अब तल एकछिन जान्छौँ होला स्केट नि खेल्ने भनिरहेछौँ हामी ग्रुपमा चाहिँ के हुन्छ अहिले त्यो अनुसार हेरौँला यहाँ नानु फेरि पोचमा हो नि फेरि पोचमा हाम्रो नानु हाम्रो टावर गाइज हाम्रो दाइले चाहिँ यहाँ पोच सिकाउँदै हाम्रो दिदीहरूलाई पोच सिकाउँदै
ब्लगर हो के कस्तो हाम्रो लुकुमको दिदीहरू प्यारो दिदीहरू अनि सो गायो हामी चाहिँ यहाँ बस्यौँ 1-2 घन्टा हुन लाग्यो अब यहाँदेखि हामी फर्किनु पर्ने हुन्छ अब अनि त्यही हो अरू त केही छैन रमाइलो भइरहेछ गाइस यस्तै छ त के भन्नु दिदीहरूको एकदम मिठो मुस्कान छ यहाँ हामी टावरमा आछौँ अब यहाँदेखि फर्किनु पर्ने हुन्छ जाँदै अब हामी तलतिर नि जानु छ कोच सिकाउन चाहिँ यहाँ निरन्तर भइरहेछ चलाएर हो कि क्या हो एकदम आयो तो गाइस त्यही हो हाम्रो साथीहरू त्यहाँ बसेछन् कोही त्यहाँ डाँडामा बसेछन् हामी चाहिँ एकछिन दाइ र म यता डुल्न आएको अनि त्यही हो गाइस अरू त केही छैन यस्तै छ आज चाहिँ हेप्पी होली सबलाई होलीको दिन हो रमाइलो भइरहेछ होलीको टिसर्ट नि छैन हुडीहरूसँगै हो गाउँमा चिसो हुन्छ गाइस अनि आजको भिडियो नि त्यस्तै भयो रमाइलो चाहिँ भएन होला माइ देखाइदिनु होला